भर्खर चढाएको परेवालाई बाँदरहरूले यस्तो आतंक गर्दो रहेछ। बिचरा बच्चो अझै तडपिराखेको छ। भर्खरै खाइदियो। मन्दिरमा बसिया छ भनेर के गर्ने हो भगवानलाई? यस्तो भगवानको नामभर बजरङ्गबली भनेर के काम लाग्यो र भन्नु त? यस्तो मासु खाने बाँदरलाई त यस्तो मन्दिरबाट त खतम गराउनु पर्ने। भर्खर चढाएको हो तर भर्खरै यस्तो तरिकासित खाएर खतम गरिदियो। हेर्नु र महाराक्षस रहेछ। बच्चा हातमा छ। यस्तो छ। परिवार च्याप्प छोपेर यो हरिबिजोग गराइदियो। परिवार चढाएर राम्रो काम गर्छु, परिवार चढाउँछु भनेर यस्ता यो बाँदरको हातमा दिनु पर्दैन। भगवानले पाउनु भयो भन्न भएन। अब यस्तो कसैलाई मार